हाई एभ्रिवान, सबैजनालाई नमस्ते। हजुरहरू सन्चै हुन्छ होला, म पनि सन्चै छु। अनि हजुरहरूलाई एनआरजे भ्लगमा स्वागत छ। अनि आजको भ्लगमा चाहिँ आज कस्तो कस्टमर बस्ने रहेछन् भनेर म तपाईँहरूलाई देखाउने छु। बोल्ने बस्छन् कि नबोली चुप्प लागेर बस्नेछन्, त्यो अब देख्नै बाँकी छ। हजुरहरू अन्तिमसम्म भ्लग हेर्न नबिर्सिनु होला। स्टार्ट। अब म कस्टमर खोज्न जाँदैछु। तर म यहाँ मान्छे भेटे जस्तो छ, एकचोटि सोधिहेर्छु। कहाँ जानु हुने? नजाने? ब्याड लक गाइज, ब्याड लक। यसरी 1000जनालाई सोध्नुपर्छ अनि मात्रै थाहा हुन्छ को कहाँ जाने भनेर, होइन? अब म त यसरी भ्लग बनाइरहन्छु क्या। अनि मान्छेहरू मलाई भन्छ, आफन्तहरूले भन्छ, ए भाइ त के काम गर्न थालिस् यहाँ त्यहाँ भनेर सबै भनिरहेको हुन्छ। तर मलाई बालै लाग्दैन क्या। अब मान्छेहरूले सानो काम गर्दा है, अब काम भनेको सानो ठुलो नजरले हेर्दो रहेछ, होइन? मलाई ती थाहा पनि थिएन है। अब मलाई त फेरि जोसुकै झाँटुले जेसुकै भने पनि मलाई मतलब लाग्नेवाला छैन गाइज, है। त्यही हो गाइज, मान्छे त भेटेको छैन। मान्छे नभेटेको बेलामा त्यो हल्का गफ दिनै पर्यो, होइन? त्यही भएर मान्छेहरू है सानो ठुलो काम हेर्दो रहेछ। तर मलाई त त्यस्तो लाग्दैन। काम भनेको कामै हो, सानो भए पनि ठुलो भए पनि, है। अब तिमीहरूलाई दयै लाग्छ भने, मायै लाग्छ भने त्यो 5-10 हजार 15-20 हजार मलाई पैसाको एकदम जरुरत छ। अब दिन सक्दैनौ अनि त्यो फोगटको ज्ञान पनि मलाई नदेऊ। तिमीहरूको ज्ञान मलाई पस्दैन। कहाँ जानु हुने? कहाँ जानु हुने? सिटीमा थालिने हो। भद्रपुर रोड त्यो उयो बस स्ट्यान्ड हो? मुक्ति चौकबाट मुन्तिर 50 रुपियाँ दिनु। मान्छे भेटिसक्नु भएको छ। के गर्नु, होइन? छैन मान्छे। मान्छे बल्ल बल्ल भेटिनु हो, होइन? बल्ल बल्ल निक्ले। म यसरी नै मान्छे खोज्दै हिँडेको। अब तपाईँ भेटिनु भयो, अब तपाईँलाई लिएर फर्किहालेको। भेट्यो भने भेटिएको, भेटिएन भने हजुर चार्जर मात्रै हो। हामीलाई त ठिकै छ, अटोवालाहरूलाई चाहिँ ठिक छैन। अटोले भन्छ नि 100 रुपियाँ अटोले। तर म त जति हो त्यति लिने हो। त्यो 5-10 रुपियाँले केही हुनेवाला छैन, होइन? त्यही भएर आफ्नो मिहिनेत जति गरेको छ मिहिनेत हो त्यति लिने हो क्या, धेर लिनु हुँदैन। अब अटोहरूले अब हामीलाई त सिटीहरूलाई जितेर जान्छ। त्यहाँको मान्छे उठाउँ भन्यो कि अटोले उठाइदिइहाल्छ। पनि ठिकै छ, अब आफ्नो भाग्य हो, होइन? अब यस्तै लेखेर आएको छ भने यस्तै हुने हो। जस्तो लेखेर आयो त्यस्तै भोग्नुपर्छ। विदेश जानुभन्दा नेपालमै आफ्नै ठाउँमा केही गर्नु नि राम्रो कुरा हो, उचित लाग्छ। म ती विदेश जानेहरूलाई पनि नजाऊ, आफ्नै देशमा छ भन्छु। पाहाडबाट आउँछ सपना आफ्नो बोकेर, है? अनि अब बाआमाको सपना, आफ्नो सपना साथसाथै बोकेर आउँछ। यहाँ आयो, अब रुम खोज भन्नु, रुम खोज्यो, नभेटिन्छ, नभने जस्तो भेटिन्छ। अनि फेरि अनि रुमसुम खोज्यो, अनि जागिर खोज्न थाल्यो, जागिर पनि नभने जस्तो भेटिन्छ। त्यही भएर म चाहिँ जागिर खोज्न नथालिकन एउटा सिटी अब 1-2 वर्षदेखि मिहिनेत गर्ने। अनि म भ्लगहरू बनाउँछु क्या, हिँड्दा भ्लगहरू बनाउँछु, खिच्छु। यसरी हजुर, मतलब भ्लग भनेको युट्युब हुँदै टिकटक हुँदै भिडियो हाल्छु। यसरी पेसेन्जरहरूसँग गफ गरेको, होइन? अहिले पनि बनाइरहेको छ, केही डिस्टर्ब त छैन नि? त्यस्तो होइन, नराम्रो होइन, राम्रो बनाउने हो। यो साँगुरो हो क्या यो बाटोभित्रको। अनि साँगुरो भएपछि चाहिँ उनीहरूले त्यहाँ बनाएको, त्यहाँ नराखुन् भनेर अब मान्दैन मान्छे। उल्टै पुलिसलाई कुट्न खोज्छ।
पुलिसलाई नै कुट्न खोज्छ त्यस्तो होइन नि त पुलिसले त सुरक्षाको लागि बसेको हुन्छ अब पुलिसलाई नै सुरक्षा छैन भने त अब के त्यही त पुलिसहरू अब आफ्नै लागि भनेर त्यत्रो उयो गर्छ होइन जनताको लागि भनेर तर जनताले बुझ्दैन के आमा जनताले बुझ्दैन अनि अब नबुझ्ने जनतालाई जति भने पनि जति गरे पनि लाग्दैन कहिले यसो घर खर्च निकालो अलिअलि होइन अहिलेको जमानामा अब मान्छेहरू सबै स्वार्थी हुन्छन् त्यस्तो लुट्नु यो ढाँट्नु ठग्नु चोरी गर्नुभन्दा त आफ्नो आफू दुई खुट्टा दुई हात छँदैछ ल यहाँ साइडमा ए हुन्छ आइपुग्यो हजुर ए तपाईँकै पसल हो ए यसरी नै दिनमा एक एकजना गर्दै भेट हुन्छ बसिरहेको आउँदैन बसिरहेको भन्यो भने एउटा भेटिन्छन् अनि भेटिन्छ के गर्ने होइन लिनु न जति भनेको छ त्यति मात्रै लिने हो है मेरो चाहिँ एकदम है नर्मल तरिकाले है भ्लग बनाइन्छ है सबैले मन पराउने तरिकाले अब उहाँलाई यहाँसम्म ल्याइदिए 50 रुपियाँ लिए है अब यसरी नै फेरि अरू मान्छे बोको बसो हिँड्नु त्यही हो गाइस है उहाँलाई चाहिँ मैले यहाँसम्म ल्याइदिइसकेँ फेरि अर्को मान्छे खोज्न जानु छ होइन जाने हो थ्याङ्क्स फर वाचिङ द भिडियो गाइज है के कस्तो लाग्यो कमेन्ट गरिदिनु होला त्यही हो गाइज बाई